सो गाइस फाइनली अब चाहिँ मेरो प्याकिङ सबै सिधिसक्यो। सो त्यहाँ मोबाइल राखेको छु, टिङ्गेल बजिरहेको। सो प्याकिङ स्याकिङ सिद्धियो, मेरो चार्जर। सो म भने चाहिँ यहाँ छु। सो अब भने चाहिँ निक्लिनु पाइँदैन, म बसेको यो। सो 2 रात भयो। यो चाहिँ खोटाङ जिल्लाको होटल हो, पञ्चमी बजारको। म बसेको ठाउँ त्यस्तो छ। खाने डाइनिङहरू टक्क स्क्यान गर्नलाई। नाना मकै कति खाएको त खाएको है हुनुहुन्छ त अघिदेखिको। मकै त खानु पर्ने भाइ, खानुहुने अलिक बनाउनै ब्लग। ए त्यही त के अरे तराईबाट ल्याउनु भएको हुने होइन त्यही त। सो यो पञ्चमी बजार मेरो त्यहाँ छ। सो सधैँ तयारी अवस्थामा निक्लिनलाई। सो ए त्यहाँबाट यहाँसम्म मात्रै हो होइन, अरू भनेको त सबै घर निर्माण त्यस्तै हो। सो गाइसहरू आजको बास चाहिँ गाईघाट मेरो, त्यहाँभन्दा उता चाहिँ जाँदिनँ। सो भोलि चाहिँ काठमाडौँ आइपुग्छ। ल सबैजनालाई बाई बाई। हुन्छ हस्। सो गाइसहरू फाइनली म अब निस्किसकेको छु यहाँबाट। मेरो राइड रेडी छ। त्यो टायरले चाहिँ धोका त्यसले कि फिलहाल, तर ठिक छ। अब यहाँबाट आजको लोकेसन भनेको मेरो गाईघाट बजार हुनेछ। सो हेरौँ। बाई बाई गाइस, बाई बाई नाना। अब 3 वर्षपछि भेटौँ ल। आफ्नै घर छ जस्तो लाग्छ कि एकदम। यो तराई गाउँमा चाहिँ हाम्रो भाइ मताले चाटहरूमा त्यस्तो हुन्छ कि। सीतापोखरी गाइस यो। तपाईँलाई देखाएको अघि सिन यस्तो डाँडामा यस्तो पोखरी छ कि, तर पानी चाहिँ सुक्न थालेछ अहिले चाहिँ। गोठाला गर्दै हुनुहुन्छ? ए उयसको नाम चाहिँ के हो नि? हजुरले ओछ्याएको नाम चाहिँ के हो नि? घुम भन्छ त्यसलाई? तँ के गर्ने खास? अब पानी आउँदा भन्ने। ए कस्तो हुन्छ एकचोटि उडाएर देखाउनु न। ए ए लेन्दा त देख्दो रहेछ हजुरलाई त। यस्तो पारो अनि ए पानीले जोगिनलाई पानीबाट कस्तो मजाले बुन्नु भएको रहेछ। त्यही त। कहाँ बस्ने आमा हजुर चाहिँ? यही तलतिर हो। यहाँ तल के गाउँ? यो दिउँ भन्छ माथि। दिउँ? यो 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 जुन म अहिले घुमेको ठाउँको नाम चाहिँ के हो यसको चाहिँ? सोमनिमा पार्क भन्छ। सोमनिया पार्क। सोमनिमा पार्क। सोमनिमा पार्क भन्थ्यो त्यहाँ बनाइरहेछन्। त्यही त कोही भत्काएछन् पनि फेरि। कसले भत्कायो? भत्काउनु त बनाएर दुःख गरेर बनाएको राम्रो हुन्छ हेर्न आउँथे। म काठमाडौँबाट हेर्न आएको यो।
काठमाडौँ तपाईँको हजुर यो हेर्न आएको बत्काएको रहेछ लामो गयो है त ल बाटो पनि त्यस्तै छ त्यही माथि बाइक लिएर हिँड्नुपर्ने स्कुटर छ मेरो त्यही भएर त्यो गाइस कस्तो खालको घुम हो कि के हो भन्ने नाम पनि होइन कस्तो रमाइलो लाग्यो देख्यो लेकमा बस्ने मान्छेहरूले त्यस्तो गर्छ अब यहाँ फेरि छाता किन्नु नसक्ने भन्नु खोजेको चाहिँ होइन फेरि है छाता चाहिँ हावाले उडाएर अघि मलाई नि उडाउनु खोजेको चाहिँ माथि डाँडामा त हावाले उडाएर यस्तो बनाएर एकैताल भाँचिदिन्छ अनि यो बनेपछि चाहिँ यो त ढ्याक्कै जिउमा टाँसिने रहेछ एलियन जस्तो देखिँदो रहेछ है सो गाइसहरू भिडियो हेर्दै गर्नु होला सो म चाहिँ अब निक्लिनु पऱ्यो रफ्तारमा होइन सो गाइसहरू अहिले भने म फाइनली अब यहाँबाट चाहिँ निक्लेँ यहाँ बाटो यस्तो छ ब्रेक पनि हान्नु मिल्दैन होइन यस्तो खतम छ कि बाटोमा ब्रेक हाल्यो भने पछाडिको टायर चुकिन्छ कि यस्तोमा साथ दिने मेरो स्कुटीलाई देखेर म आफै जिल खान्छु है बुम ओइ त्यस्तो भयो हुन्छ कि टायरले सबै बिगार्छ कि यस्तो बुम यस्तो खतरा चाहिँ बिन्छ नि यहाँ खतरा सिल्किन्छ कि ल यी पछाडिको टायर त यस्तो चिप्लिन्छ नि होइन कुर्ने हो सो यस्तो खतरा ठाउँमा आयो होइन सो घुम यति रमाइलो भयो अझ एकजना साथीभाइ दिएको थियो अझ रमाइलो हुन्थ्यो होइन त्यही पनि केही छैन आफ्नो आफ्नो सोप हो मेरो चाहिँ च्यापुरा भयो सो फाइनल्ली गाइस म भने अँधेरी पुल आइसकेको छु होइन सो अँधेरीको पुल भनेको चाहिँ उतो है उतो पुल हो है उतो ऊमा पर देखेको पुल हो सो म आएको बाटो चाहिँ त्यही हो यस्तो बाटो त कति हिँड्दै अनि बाटो भनेको चाहिँ सबै यस्तो छ है हेर्नु यति गयो गाडीको लिक हुन्छ सब बाटो भनेको चाहिँ बिग्रिसकेको छ भने सो म भनेको चाहिँ अब रफ्तारमा गइरहेको छु घरहरू त यस्तो कन्फ्युज भइदिन्छ कि म कता आएँ जस्तो लाग्ने कि बाटो हेऱ्यो भने पनि कि अस्ति त राति आएको थियो यो एरियामा होइन खासै थाहा पाएको थिएन सो अहिले चाहिँ भने म पुरा बिहानै आउँदाखेरि त एकदमै उयो भयो कि सो यहाँ छु म भनेको चाहिँ अनि सो गाइसहरू यो चाहिँ साउनी त्रियुगा नगरपालिका 14 पर्ने रहेछ होइन साउनी बजार साउनी चेकपोस्ट खासै त्यस्तो धेरै घरहरू त छैन जस नर्मलै छ होइन यता प्रेस गर्दाखेरि अब यो किराना पसल भइहाल्यो होइन किराहरू पनि बेच्दो रहेछ यतातिर सो यस्तै छ गाइसहरू यहाँको चाहिँ माहौल म भने चाहिँ यहाँ क्यामेरामा देखिरहेको छु सो बाई बाई एभ्रिवान साउनी बजार है यो चाहिँ है सो हामी चाहिँ नाच्यो त नाना नाच्दै हुनुहुन्छ सो हामी चाहिँ गाईघाटमा छौँ भने स्पेसल हामी चाहिँ यहाँनिर चाहिँ सामाजिक कार्यमा अभियान गर्नलाई म पनि हाजिर भइसकेको छु सो हाम्रो यहाँको विशेष पत्रकार हुनुहुन्छ बुद्धि चामलिङ राई उहाँको उसले गर्दाखेरि चाहिँ यहाँ हामीले चाहिँ अहिले एउटा उहाँको अभियन्ताले चाहिँ राम्रो एउटा वातावरण बनाउनु भएको रहेछ भने म तपाईँहरूलाई देखाउन चाहन्छु सो हाम्रो दाजु चाहिँ उहाँ हुनुहुन्छ भने यहाँ चाहिँ के अरे 38 वर्षीय सुस्मिता राई परियार उहाँ चाहिँ किनकि एकदमै बिरामी हुँदो रहेछ ब्लड क्यान्सर त्यो भएको भएर हामीले चाहिँ उहाँलाई पनि अब एकअर्काले सपोर्ट गर्ने दिन आएको छ फेरि पनि हामी जिल्लावासी खोटाङवासी हाम्रो आफ्नो मूल उद्देश्य सबै चिजहरू बोकेर हामी हिँडेको व्यक्तिहरू भएको भएर हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने सो हाम्रो पत्रकारज्यू चाहिँ नाचिरहनु भएको छ एकदमै रमाइलो गर्नु भएको छ उहाँसँग मेरो पहिलोचोटि भेट सो म धेरैभन्दा धेरै खुसी छु
यो चाहिँ खास स्वर्गीय भूपध्वज पौडेलज्यूको चाहिँ यो के अरे स्मारक भनौँ न बस्ने ठाउँ बनाउनु भएको रहेछ भने यहाँबाट देख्ने सिनहरू भनेको यही हो। सो मैले पनि आएर यो बाँस चाहिँ यसो अड्याउनु सघाएँ हिँडेँ होइन। सो यस्तै हो। सो म जानुपर्ने हो काठमाडौँ, तर यहाँनिर सामाजिक कार्यक्रम भएको रहेछ र म पनि यहाँनिर बसिरहेको छु। सो मैले अझै पनि देखाउन चाहन्छु उहाँहरूलाई। उहाँहरू चाहिँ एकदम बिरामी हुनुहुन्छ है, उहाँहरूलाई चाहिँ एकदमै हामीले हेल्पफुल सपोर्ट गर्नुपर्नेछ। सो म पनि गर्नेछु सपोर्ट। आफ्नो मनले जे जति सकिन्छ त्यति नै दिने हो। सो मेरो स्कुटी भने यहाँ छ भने हामी चाहिँ यहाँ चाहिँ एकदम बबाल ठाउँमा बसिरहेको छौँ। सो गाइसहरू अब चाहिँ मलाई पनि लेट भइसकेको छ किनभने म लामो यात्रा गर्नु छ। त्यो भएको भएर म अब निक्लिन्छु। सो उहाँ चाहिँ यहाँ हाम्रो बुद्ध चामलिङ राईज्यू चाहिँ 1000 फुल रोपेर फुल डाँडा नामै राखिदिनु भइसकेको छ। यो डाँडाको नाम है, यो डाँडाको नाम आजदेखि फुल डाँडा रहेको छ। सो फुलहरू धेरै रोप्नु भएको रहेछ होइन। यहाँबाट परैसम्म छ लाइनै ल सकेको छु। सो म पनि आउँदा सामाजिक कार्यमा भेला भएँ। सो खुसी लाग्यो। ल बाटो फुल डाँडा अब फेरि कतै आउँदाखेरि भेटौँ न।